साथीहरु नमस्कार फ्याबुलो गुड आफ्टरनुन र लन्च टाइम भइसक्यो है। अहिले समय पनि अब 1:10 गइसकेको छ है। र हाम्रो चाहिँ अब लन्च टाइम तपाईहरुको सायद भइसक्यो होला। र विशेष मेरो चाहिँ आज छोरी आएको छ नि त, हिजो आएको छोरी हो र छोरीले बनाएको। अहिले चाहिँ अब हामी अब एकदम भेज हो। र त्यसले गर्दाखेरि अब तपाईहरुलाई थाहै होला है, हामी तामाङ हो, त्यसले गर्दा 1 महिना चाहिँ हामी खाँदैन हो, मासु मांस केही पनि खाँदैन। र छोरीले बनाएको र के बनाएको छ भने यो पालङ्गी साग के, पालङ्गी साग बनाएको छ। पालङ्गी साग हो, यो सिमीको सब्जी छ, यो चाहिँ हो के पो यो टिम्बुरको चटनी, टिम्बुरको चटनी छ, पापड हो, र यो सिलटिम्बुर र सलाद, काँक्रा है, र मुसुरी दाल। र अब हामी खाँदैछौँ र धेरै महिनापछि आज हामी परिवारसँगै बसेर खाँदैछौँ। र मेरो छोरी आएको छ र अवश्य मिठो हुन्छ र तपाईहरु पनि लिनु होला। र ओके, हामी खान थाल्यौँ र के कस्तो लाग्छ अवश्य कमेन्ट गर्नु होला। र म अब सुरु गरेँ, हेर्नुस् है, लिउँ ल। छोरी खायौ किन कस्तो रहेछ, मिठो छ? छोरीले बनाएको र म पनि लिएँ साथीहरु। ल सब्जी भात त एकदम डल्ले यो अर्ग्यानिक एकदम बारीको हो। यो त लाली साग भन्छ नि, लाली साग। यो चाहिँ हो सिलटिम्बुर। मिठो बनाएको छोरीले हो, धेरै दिन बादमा चाहिँ अब छोरी आएको। अन्त आज चाहिँ छोरीले बनाएको नि त, हामी आफ्नो आफ्नो काममा लाग्यौँ हो, र छोरीले बनाऊँ त्यसै पनि मिठो हुन्छ। धेरै दिन बादमा आएको मेरो छोरी हो। र भोलिदेखि त फेरि हामी दुईजना मात्रै हो, कलेज जान्छ, उसको कलेज लाग्छ हो। र अहिले त मजाले खाने, पुरा खाने, त्यही सोचेर अहिले एकदम बेसी खाने। हवस् त साथीहरु, तपाईँहरू लिनुहोस् है, लिनु भइसक्यो होला र हामी लिने ल। ओके, बाई बाई, फेरि भेट्ने आशा राख्दै आजको यो हाम्रो लन्चको पार्टी चाहिँ यति शेष गरेँ। ओके, बाई बाई।